आर्यघाटको सार्वजनिक जग्गा अतिक्रमणको प्रयास। यही 2082 7 29 गते धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका वार्ड नम्बर 1 सोहनी सिनुरजोडा स्थित आर्यघाटको सार्वजनिक जग्गामै प्रवेशद्वार छेउमा मन्दिर निर्माण गर्न खोजिएको विषयले स्थानीय बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्। स्थानीयवासीका अनुसार उक्त स्थान आर्यघाटको मूल प्रवेशद्वार भएको र त्यहाँ मन्दिर निर्माण गर्ने नाममा सार्वजनिक भूमि अतिक्रमण गर्ने प्रयास भइरहेको थियो। सो आशंका प्रष्ट भएपछि सोहनी टोलका सर्वसाधारणले काम रोकेका हुन्। यो घटनाले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्ध निकायप्रति जनताले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीयवासीहरूले सार्वजनिक जग्गा जोगाउनु पर्ने जिम्मेवारी बोकेको सरकारी संयन्त्र र जनप्रतिनिधि स्वयंले यस्तो गतिविधि हुन दिएकोमा धन जाओस् भन्दै कडा आलोचना गरेका छन्। स्थानीयहरूका अनुसार आर्यघाट जस्तो महत्त्वपूर्ण सार्वजनिक संरचनाको प्रवेशद्वारमै संरचना बनाउनु खोजिनु स्वयं सार्वजनिक उपयोगमा प्रत्यक्ष अवरोध सिर्जना गर्ने कार्य हो र यसलाई कुनै पनि बहानामा स्वीकार्न नसकिने उनीहरूको भनाइ छन्। धनुषा जिल्लाको ऐतिहासिक दुधमती नदीको किनारमा रहेको आर्यघाट क्षेत्रको सार्वजनिक भूमि अतिक्रमणको विषयमा गम्भीर विवाद उठेको छ। यस विवादमा धार्मिक संस्थाहरूको समर्थन प्राप्त नभएको र स्थानीय सरकारको भूमिका पनि शंकाको घेरामा रहेको जानकारी प्राप्त भएको छ। स्थानीयवासीहरूका अनुसार आर्यघाटको ऐतिहासिक जग्गा र सांस्कृतिक महत्त्वका कारण यो भूमि सार्वजनिक उद्देश्यका लागि सुरक्षित राख्नु पर्दछ। हालै मन्दिर निर्माणको लागि उक्त भूमि अतिक्रमणको प्रयास भइरहेकोले धार्मिक संस्थाहरूले भने यसप्रति कुनै समर्थन नदिएको र यस्ता क्षेत्रको सार्वजनिक प्रयोग र संरक्षणका लागि मात्र प्रयोग गर्नुपर्ने धारणा राखेका छन्। यो क्षेत्र अतिक्रमण गर्न खोजिएको हो भने हामी यसका घोर विरोधी छौं भने मन्दिर निर्माणको लागि कुनै पनि यस्ता ठाउँलाई उपयुक्त नमानिने धारणा राखेका छन्। आर्यघाट जस्ता कुरा यो समाजको लागि अति आवश्यक भएकोले गर्दाखेरि हामी सबैको साझा सम्पत्ति भएकोले हामी संरक्षण गर्नु हामी सबैको उत्तरदायित्व भएको स्थानीयवासीहरूको भनाइ छ।